गाजाबाजाको व्यवस्था आरिबर तलीबाट त ओद्दरसम्म लैना स्वागत भनेपछि त नेताको फिक्स हेर्नु पर्यो नि नाति। ल बाजे म गएँ हात ल ल जा बाजा हेरलाटी त्यो नाति गाजाबाजाको लागि गइसक्यो जित्ने मै भने फिक्सै जखरी पनि जितिहाल्दो स्वागत भनेपछि त नेताको भव्य हुनु पर्यो नि भोलिको दिनमा यहाँ जित्ने विकास गर्ने नेतै भइसकेपछि त गाजाबाजा आन्न लाग्यो गाउँका हुने अरे ल त्यो नाति पनि पठाएको हो हिँडलाटी हामी पनि जाउँ। सबैलाई नमस्कार। म अरू नेताका जहाँ ठुला जिल्ला गफ दिनेवाला हुन म हजुरहरू रेल दिउँला पानी जहाज दिउँला यहाँ गाडी पुगाउँला दायाँ बायाँहरूलाई भन्ने म त्यस्तो खालको नेता हुन हजुरहरूकै दुःख सुखमा साथ दिने मान्छे यो गाउँको परिवर्तनको लागि यो ठाउँको परिवर्तनको लागि यो गाउँको विकासको लागि म अहिले उठाएको छु। हजुरहरूले मैसँग दिनुपर्छ भोट भन्ने कुरा पनि रहेन। हजुरहरू यति चित्त बुझिन्छ भने मसँग एकचोटि जिताएर माथिसम्म पुगाउनुहोस्। हजुरहरूको विकास एकदम क्लियर तरिकाले म गर्ने नेता हो। अहिलेलाई म अरू नेता जान तपाईँलाई जागिर दिन्छु, तपाईँको छोरालाई विदेश पठाइदिन्छु, तपाईँको छोरालाई मास्टर राखिदिन्छु भन्ने त्यो खालको नेता होइन। म यहाँको विकासवादी नेता हो। पछि मसँग जिताएर केन्द्रसम्म पुगाइसकेपछि म हजुरहरूकै साथमा आँसीको कोदालो बाउसो बिल्चो सबै लिएर हजुरहरूसँगै बाटाघाटा यहाँका मठ मन्दिर यहाँका पार्टी पौवाहरू सबैको विकास गर्ने खालको नेता हुँ हजुर। यति भन्दै मेरा दुई शब्द यहीँ टुङ्ग्याउँदै म अन्त जानु छ। हस् धन्यवाद। र हिट अब अन्त जानु छ हिट। पुराना कि अलि केही पत्ती अरे नि अब यही नयाँ पार्टी आएको छ यति दिनु पर्यो भोट धै कर्छ हुँदो छ हुँदा अन्य नेता आफू नेता लाग्ने बेला पसिना चुहाउँदा खाऊ ऊ नेता लागेपछि जनतालाई रुवाउँदा सिक्का कुरा हो नि दिनु पर्यो। अहिले नयाँ नेता दिनु पर्यो, नयाँ चुन्न पर्यो अहिले। ल अब जित मेरो पक्का हो होइन 50% अर्धै गरौँला है त। पहिला नाम दिनु दारू खानु हुँदैन पार्टी किन उता खुन्चुवा पार्टी हो। ए साउजी ओ साउ अर्को बोतल ल्याउ त। पार्टी दाउडा विकास गरेको छैन